हेलो गुड मर्निङ नमस्ते। अनि अब हामी चाहिँ पाथी भाडाको यात्रामा लाग्यो हैन। चाहिँ गाडी चढेर आयो काप्ले पाटीसम्म, खै गइसक्यो होला अगाडि। अनि अब यहाँबाट चाहिँ हाम्रो अब यात्रा सुरु हुन्छ पाथी भाडाको। अलिक पानी परेर बिजोक छ सिचुएसन हैन, चिसो छ। हिटलर अघि कहाँ पुगिसक्यो अगाडि ल हिटलर स्याउ म काट्दैछु। कान्छी थान हिटलर कति मिठो मौसम छ, कति पानी परेको हो। पानी पाथी भाडा ठुलो खेतदेखि उकालो लाग्दैछौँ। हाम्रो ग्रुपहरू आउँदै हुनुहुन्छ। यहाँ तल पानीले भिजेर लोड बनायो, खराब बनायो। हजुर रन फास्ट। चिया खाने के अरे समय भएको छ। यहाँ चाहिँ चिया सार्दै पोखिहाल्यो। ल चिसो मौसम छ। सबै भिज्यो त भित्र नि भिज्यो। झर्ने उकालो छ नि हो। चिन्न छोड्नु भयो क्या? आँखा बिग्रियो कि भिजन बिग्रियो? ल है सरर उकालोमा घोडा आहा हेर्नु न क्या मिठो हिउँ पऱ्यो क्या। राम आहा देख्न सक्नुहुन्छ अहिले चाहिँ एकदम बाक्लो रूपमा हिउँ परिरहेको छ होइन। सुर्ला जस्तो गरेर आछि आँखामै आयो। हेर्नु कस्तो बाङ्गो तरिकाले आउने। ल हेर्नु त जम्मा हुन थालेछ अब चाहिँ। अघि त हामी पुग्नु पर्ने ऊ माथि सेतो अलिअलि देखेको ठाउँदेखि तेर्सो जाने ठाउँमा हो। अनि हाम्दैछौँ, बिस्तारै जानुपर्छ, हतार गर्नुहुन्न। हिउँ परेर अलिअलि चिसो छ। ल आउँ है हजुर, आउँ है। कस्तो अनुभव बटुल्नु भयो त अनि हाम्रो म्याडमले। रमाइलो त भइहाल्छ नि, यत्रो माता पाथी भाडाको धाममा हिँडेपछि त्यसै रमाइलो हुन्छ। अलि मासतिर हो कि यहीँ कहाँ? यही समथिङ यहीँ कहाँ हो? पुरै नै हिटलर अनि आम्मम हिउँ पर फुरुर भन्थ्यो नि। हेर्नु न खरानी जत्तिकै छ नि हो।